पुस 8 गते मङ्गलबारको राशिफल लिएर उपस्थित भएको छु। नमस्कार, म ज्योतिष छवि भण्डारी। आज चन्द्रमा दक्षिण दिशामा छन् र चन्द्रमा आज मकर राशिमा रहनेछन्। आजको दिनको लागि शुभ दिशा पूर्व दिशा र दक्षिण दिशा रहनेछ भने आज अशुभ दिशा भनेको उत्तर र पश्चिम रहनेछन्। दक्षिण दिशाको चन्द्रमाबाट कर्म र रेस्पोन्सिबिलिटिजको एनर्जी सक्रिय रहनेछ। आउनुहोस् आजको राशिफल सुरु गरौँ मेष राशिबाट। मेष राशि हुनेवालाहरूको लागि आज काम, जिम्मेवारी र नेतृत्वमा प्रगति हुने देखिएको छ। कसैको भरोसा जित्ने आज मौका हजुरहरूलाई मिल्नेछ। त्यसैगरी आजको दिन हजुरहरूले बिहान सबेरै सूर्यलाई जल चढाएर दिनको सुरुवात गर्नु हजुरहरूको लागि शुभ रहनेछ। वृष राशि हुनेवालाहरूको लागि आज भाग्यको साथ मिल्ने दिन देखिएको छ। हजुरहरूलाई आज यात्रा र अध्ययनमा फाइदा मिल्नेछ। आत्मबल बढ्ने पनि देखिएको छ। त्यसैगरी आजको दिन हजुरहरूले गुरुजनको आशीर्वाद लिएर कुनै पनि काम गर्नु हजुरहरूको लागि शुभ रहनेछ। मिथुन राशि हुनेवालाहरूको लागि आजको दिन अचानक खर्च र तनाव बढ्न सक्ने देखिएको छ। हजुरहरूको आज भावनात्मक उतार चढाव र निर्णयमा केही सावधानीहरू अपनाउनु पर्ने देखिएको छ। हजुरहरूले आजको दिन तिल वा कालो चिज दान गर्नु हजुरहरूको लागि शुभ रहनेछ। कर्कट राशि हुनेवालाहरूको लागि आजको दिन सम्बन्ध र सहयोगमा केन्द्रित दिन देखिनेछ। हजुरहरूको आज साझेदारीका कुराहरू अगाडि बढ्न सक्ने। आजको दिन हजुरहरूले पति पत्नी वा पार्टनरसँग मिठो व्यवहार गर्नु हजुरहरूको लागि शुभ हुनेछ। सिंह राशि हुनेवालाहरूको लागि आज कार्यक्षेत्रमा केही च्यालेन्जेसहरू आउन सक्ने देखिएको छ। हजुरहरूले आफ्नो रुटिन बिग्रिन नदिनुहोला। त्यसै गरेर स्वास्थ्य र पेटमा केही समस्याहरू आउन सक्ने हुनाले आफ्नो स्वास्थ्यमा ध्यान दिनु हजुरहरूको लागि शुभ हुनेछ। आजको दिन हजुरहरूले बिहान सबेरै सूर्यलाई नमस्कार गरेर आफ्नो दिनको सुरुवात गर्नु हजुरहरूको लागि शुभ हुनेछ। कन्या राशि हुनेवालाहरूको लागि आज प्रेम, सन्तान र सृजनाशीलतामा केन्द्रित दिन देखिएको छ। हजुरहरूको आज मन खुसी प्रसन्न हुनेछ। त्यसै गरेर आज हजुरहरूले कुनै पनि हरियो चिज दान गर्नु हजुरहरूको लागि शुभ हुनेछ। तुला राशि हुनेवालाहरूको लागि आज घर परिवारमा वा घरायसी जिम्मेवारीमा बढी ध्यान दिनुपर्ने देखिन्छ। हजुरहरूले आज भावनामा नबगिकन कुनै पनि निर्णय गर्नु राम्रो हुनेछ। आजको दिनको सुरुवातमा हजुरहरूले आफ्नो घरलाई शुद्धिकरण गरेर घरमा धूप जलाएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। वृश्चिक राशि हुनेवालाहरूको लागि आज धैर्य, संवाद र सर्ट ट्राभलसँग सम्बन्धित दिन देखिएको छ। हजुरहरूले आज आफूमा केही स्किल अपग्रेड गर्ने, कुनै नयाँ कामहरू सिक्ने सोच्नु भएको थियो भने हजुरहरूको लागि दिन शुभ रहनेछ। आजको दिन हजुरहरूले शुभ बनाउन हजुरहरूले ओम च्यान्टिङ गर्नु वा कुनै पनि गुरु मन्त्र च्यान्टिङ गर्नु हजुरहरूको लागि शुभ हुनेछ। धनु राशि हुनेवालाहरूको लागि आज काम र खर्च दुवै बढ्नेछन्। आजको दिन हजुरहरूले धनको कदर गर्नु र लोभ नगर्नु हजुरहरूको लागि शुभ हुनेछ। हजुरहरूले आजको दिन शुभ बनाउनको लागि सेतो चामल दान गर्नु राम्रो हुनेछ। मकर राशि हुनेवालाहरूको लागि आजको दिन आत्मविश्वास बढ्नेछ, नेतृत्व क्षमता बढ्ने देखिएको छ। त्यसै गरेर कुनै पनि नयाँ काम सुरुवात गर्ने सोच्नु भएको थियो भने दिन शुभ रहेको छ। हजुरहरूले आजको दिनको सुरुवात ध्यान र योग सहित गर्नु हजुरहरूको लागि राम्रो हुनेछ। त्यसै गरेर कुम्भ राशि हुनेवालाहरूको लागि आज मन एकाग्र नहुने, हजुरहरूलाई पुराना सम्झनाहरूले केही तनाव दिने, हजुरहरूलाई आजको दिनमा आराम र ध्यानको आवश्यक देखिएको छ। आजको दिनको सुरुवात हजुरहरूले प्रार्थना सहित गर्नु राम्रो हुनेछ। त्यसै गरेर मीन राशि हुनेवालाहरूको लागि आजको दिन हजुरहरूले साथीभाइ इष्टमित्रहरूबाट साथ सहयोग पाइने देखिएको छ। नयाँ अवसरहरू देखा पर्न सक्नेछन्। आज हजुरहरूले आवश्यक व्यक्तिलाई केही फल दान गर्नु हजुरहरूको लागि राम्रो हुनेछ। मकर राशिको चन्द्रमाले हामीमा कर्म र इमान्दारी सिकाउँछ। हजुरहरूको दिन कस्तो बितिरहेको छ हजुरहरूले कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला। कुन राशिको हुनुहुन्छ कमेन्ट गर्नुहोला। हजुरहरूको दिन शुभ रहोस्। जय श्री राम, जय श्री कृष्ण।